नमस्कार मेरो टिकटकका प्यारा प्यारा साथीभाइहरू र मलाई धेरै साथ सपोर्ट गरिदिनु हुनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। यति धेरै हजुरहरूले माया साथ सपोर्ट दिनुभएको छ। हजुरहरूलाई मैले हृदयदेखि नमन गरेँ र आज फाइनली थोरै राहतको सास फेरेको छ। हाम्रा शहीद भाइ बहिनीहरूले न्याय पाउने आश धेरै ठुलो जागेको छ। अब हुन त उनीहरूलाई त्यहाँसम्म पुर्याउनु पनि धेरै ठुलो हात हाम्रो बालेन सरको छ। उहाँ आफ्नो प्रधानमन्त्री भएको 24 घण्टा नबित्दै उहाँले यति ठुलो कदम चाल्नु भएको छ। उहाँलाई धेरै सल्युट छ। र मेरो प्यारो भाइ सुदन गुरुङ, म उहाँलाई त अब गृहमन्त्री भइसक्नु भयो, उहाँलाई भाइ नै भन्छु। भाइ मेरो छोरा जस्तै हुनुहुन्छ। उहाँलाई पनि धेरै धन्यवाद छ, किनभने उहाँले जुन पशुपति आर्यघाटमा मेरो छोराको खुट्टा समातेर उहाँले कसम खानु भएको थियो कि म गर्छु भनेर। र म उहाँलाई जतिखेर भेट्छु नि उहाँले भन्नुहुन्थ्यो म गर्छु आन्टी, म गरेर देखाउँछु भन्नुभएको थियो। आज गरेर देखाउनु भयो। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र आज हेर्नु न, पानी बर्सिरहेको छ। हाम्रा शहीद भाइ बहिनीहरूको सायद खुसीको आँसु बर्स्यो होला। यो अलिकति राहत खुसी बगेको छ कि, तर आज म यो रोगको खुसीको आँसु बगाइरहेको छु कि। आज धेरै खुसी छु। अब न्यायको सुरुवात भएको छ। हाम्रो बालेन सर रवि सरलाई सल्युट छ। र हामी शहीद परिवारले उहाँहरूलाई सक्दो सहयोग गर्छु। जुन सडकबाट सुरु गरेको आन्दोलन आज सदनसम्म पुगेर आफ्नो आवाज उठाउन पाएको छु। सबैलाई मेरो प्यारा टिकटकको साथीभाइहरूले मलाई साथ सपोर्ट कति खुसी दिनुभएको छ। कति धैर्य धारणा गर्ने गर भनेर खुसी दिए म भन्नै सकिरहेको छैन कि। आज म धेरै खुसी छु। मेरो छोराको शरीर मसँग नभए पनि उसको आत्मा मसँग छ कि महसुस गर्छु म। र हाम्रो सबै शहीदको आमाहरूले पनि महसुस गर्नु होला, हाम्रो छोरा हामीसँगै छ कि। यसै गरी साथ सपोर्ट दिनु होला। गाली गर्नेहरूलाई धेरै धन्यवाद है। उहाँहरूले मलाई यति गाली गरेर नि उहाँहरूको गालीबाट मैले यस्तो गर्नु पर्दो रहेछ भनेर सिकेको छु। आत्मा बल बढाएको छु। हजुरहरूलाई नि धेरै धन्यवाद। यसरी साथ सपोर्ट माया गरिदिनु होला है। धन्यवाद हजुर।